बाबु नानीहरू जेनजीद्वारा ल्याएको सरकारले हाउको सरकार भन्दै भाषण दिँदै गरेको ओलीको भिडियो हेरौँ र यसको फन्नी कमेन्ट पढौँ ल। पासपोर्ट रोक्ने के ठानेको छ? यो हाउको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। ल सुरु गरौँ। केपी ओली हाम्रो देशको सान हो, उहाँलाई माटो मुनि गाडेर राख्न पर्छ। यस्तो पनि हुन्छ कहीँ? आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने। ताली बजाउनेहरूको लागि हार्दिक श्रद्धाञ्जली। म कहिले मर्यो? म त जिउँदै छु त। भाग्ने त सवालै उठ्दैन नि, गिरीबन्धु प्रसारणमै 10 वर्ष जति गइहाल्छ भित्र। दसैँ तिहार मान अनि त्यसपछि हिसाब किताब हुन्छ सब। डर लाग्यो माय लर्ड।